ल है हामी चाहिँ हिउँ परेको ठाउँमा अवतार भयो। हिउँको छेउछाउमा एउटा त यार आफ्नै अनुहार पनि गोरो देखिन्छ त हो के हो यिनदेखि होइन बादल भरि नलाखा फारीपट्टि सब हिउँ छ फेरि। हेलो हेलो गुड मर्निङ है। ल हामी चाहिँ अब टक्क पहिलो यात्रा चाहिँ सुरु भयो हाम्रो। क्या खास यार 3105 मिटरदेखिको अब यात्रा लगभग 4100 मिटरसम्मको हुँदैछ। त्यहाँबाट फेरि उडो झर्ने। हाय हाय मरद छ मरद गुराँस के सर है। यो चाहिँ भोटे कुकुर हो वैष्णव रहेछ। ल ल हामी चाहिँ अहिले 3500 मिटरको उचाइमा छौँ। देख्न सक्नुहुन्छ है हामी हिउँको नजिकै छौँ। अबको केही घन्टामा चाहिँ हामी 1 घन्टा या 1.5 घन्टामा चाहिँ हामी त्यही हिउँमा पुगिन्छ। हिउँ पनि मरद छ माथि माथि है। त्यो त हाम्रो सर त पछि छोडिनु भइसक्यो त्यहाँ। अब लगभग 3500 मिटरसम्मको चाहिँ हाम्रो धुपी प्लस गुराँसको हुन्छ बोट बिरुवा। अनि त्यहाँबाट एकदम सुक्खा हो है केही हुँदैन त्यहाँबाट। हाम्रो चाहिँ पहिलो यात्रा फेरि सुरु भयो। पछाडि हाम्रो सर हुनुहुन्छ चरप चरप भारी बोकेर चाहिँ अब माथि फागुनेको धुरीतिर उक्लिँदै हो। ठक्क चस्मा निलाउन परेछ हिउँको नजिक आउन लाग्यो क्या त्यही भएर चस्मा चाहिँ लाउन पर्छ। हामी चाहिँ अहिले एकदम नाङ्गो डाँडामा छौँ है। लगभग 4000 मिटरको आसपास छौँ। अब 100 मिटर माथि जानु छ अझै फागुनेको ढोडी काट्न। टक्क हिमालहरू अब फागुने पुगेपछि हिमालहरू देखिन्छ। हिउँहरू चाहिँ अलिक माथि माथि छ अहिले सुक्दै गयो। पारीको साइडमा चाहिँ घाम लागेकोमा हराउँदै गयो। घाम नलागेको साइडमा चाहिँ छ पारी। हामी चाहिँ हिउँ परेको ठाउँमा अवतार भयो। हिउँ छ अलिअलि माथि माथि घाम लाग्यो केही देखिएन। हजुर एउटै हो। ल जसरी ती काट्छौँ हामी 8 बज्यो भने जति बिस्तारै हिँड्ने 9 बजेसम्म त काटिदिन्छौँ। एकदम सुन्दरता प्रकृतिको मरद छ मरद माथि माथि सबै बादल भरि नलाखा फारीपट्टि सब हिउँ छ फेरि। माथि माथिको चाहिँ हिउँ होइन है त्यो चाहिँ सब बादल हो। हिउँको छेउछाउमा एउटा त यार आफ्नै अनुहार पनि गोरो देखिन्छ त हो के हो अचम्मै लाग्दो छ। पसिना छ यार हाय हाय।